नमस्कार। आज हामी क देखि ज्ञ सम्म हरेक शब्दको एउटा एउटा अर्थ लगाएर पढ्ने छौं। हुन्छ मिस। कबाट कछुवा। कछुवाको बारेमा कसले बताउने? कछुवा जमिन र पानी दुवै ठाउँमा बस्न सक्छ, तर ऊ जमिनमा ढिलो हिँड्छ। खरायो खरायो कसले देखेको छ? मैले देखेको। ठुलो कान हुन्छ, छिटो कुद्छ, घाँस र गाजर खान्छ। गबाट गाई हुन्छ। गाई कसको घरमा छ नानीहरू? मिस, मेरो घरमा छ। गाईलाई हामी घाँस दिन्छौँ, गाईले हामीलाई दुध दिन्छ। घबाट के हुन्छ? कसले भन्ने? म भन्छु, घबाट घर हुन्छ। घर हामी सबैजना बस्ने सुरक्षित स्थान हो। नाकमा थुप्ली ङ अक्षर शब्दको बिचमा अथवा अन्त्यमा प्रयोग गरिन्छ। चरा। मिस, चरा रुखमा बस्छ। चरा उड्न सक्छ र दाना खान्छ। छबाट छाता। छाता कहिले प्रयोग गर्छौ नानीहरू? पानी पर्दा वा घाम लाग्दा छाता प्रयोग गर्छौं। जबाट जरायो। जरायो कहाँ बस्छ नानी? जरायो जंगलमा बस्छ। जरायो छिटो दौडिन्छ। झबाट के हुन्छ नानीहरू? झबाट झरना हुन्छ। पहाडबाट बगेर आउने पानीलाई झरना भनिन्छ। न्य शब्द कहाँ प्रयोग हुन्छ बाबु? न्य शब्द शब्दको बीचमा अथवा अन्त्यमा प्रयोग हुन्छ। मिस, टबाट के हुन्छ? टबाट टमाटर हुन्छ। टमाटर तरकारीमा प्रयोग हुने फल हो। ठबाट ठेकी। हो मिस, हामीले ठेकीमा मही पार्छौं। डबाट के हुन्छ नानीहरू? डबाट डमरू हुन्छ। डमरू भगवान शिवको बाजा हो। ढबाट ढोका हुन्छ। ढोका घरको प्रवेश गर्ने बाटो हो। अण शब्दको बीचमा अथवा अन्त्यमा प्रयोग हुन्छ। अण हाम्रो वर्णमालाको एउटा अक्षर हो। तबाट तारा कहाँ हुन्छ त? तबाट तारा त रातमा आकाशमा टल्किन्छ मिस। थबाट के हुन्छ? थबाट थाल हुन्छ। थालमा हामी खाना खान्छौं। अनि दबाट दुध हुन्छ। दुध हाम्रो स्वास्थ्यका लागि राम्रो हुन्छ। अब धबाट धन हुन्छ। धनले हामीलाई आवश्यक सामान किन्न मद्दत गर्छ। नबाट कसलाई थाहा छ? मलाई थाहा छ। नबाट नदी हुन्छ। नदीबाट पानी बगेर जान्छ। पबाट के हुन्छ? पबाट पुतली हुन्छ। पुतलीलाई फूल मन पर्छ। अनि फबाट चाहिँ? फबाट फल हुन्छ। फल खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। अनि बबाट चाहिँ? बबाट बस हुन्छ। हामी बसमा चढेर टाढा टाढासम्म जान्छौं। भबाट के हुन्छ? भबाट भालु हुन्छ। भालु जंगलमा बस्ने जनावर हो। अनि मबाट चाहिँ? मबाट माछा हुन्छ। माछा पानीमा बाँच्ने जीव हो। अनि यबाट कसलाई थाहा छ? मलाई थाहा छ। यबाट यज्ञ हुन्छ। यज्ञ धार्मिक काममा पूजामा गरिन्छ। अनि रबाट चाहिँ? रबाट रुख हुन्छ। रुखले हामीलाई अक्सिजन दिन्छ। अनि लबाट के होला न? लबाट लालीगुराँस हुन्छ। यो हाम्रो राष्ट्रिय फूल हो। अनि वबाट वकिल हुन्छ। वकिलले मानिसहरूको कानुनी समस्या समाधान गर्न मद्दत गर्छ। सबाट के हुन्छ? सबाट शङ्ख हुन्छ। शङ्ख धार्मिक काममा पूजामा बजाइन्छ। सबाट के हुन्छ? सबाट षट्कोण हुन्छ। षट्कोणको 6 वटा किनारा हुन्छन्। यो सबाट चाहिँ? सबाट सूर्य हुन्छ। सूर्यले हामीलाई उज्यालो र तातो दिन्छ। बाट चाहिँ के हुन्छ सीता? बाट हात्ती हुन्छ। हात्ती ठुलो र बलियो जनावर हो। छबाट के होला नुजल? छबाट क्षमा हुन्छ। क्षमा गर्नु राम्रो संस्कार हो। त्रबाट के होला सनी? त्रबाट त्रिशूल हुन्छ। त्रिशूल भगवान शिवको अस्त्र हो। अब मेरो पालो। ज्ञबाट चाहिँ ज्ञान हुन्छ। ज्ञानले हामीलाई बुद्धिमान बनाउँछ। हाम्रो नयाँ युट्युब च्यानल मेरो कथा टिभीलाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनुहोला।